सबैलाई ढोकिदिया साथ्याउ फेरि पनि म नयाँ ब्लग लिइकन आइगएँ। आज चाहिँ म एक ठाउँ जानेवाला छु। कहाँ जानेवाला छु भनेपछि भिडियोलाई लास्टसम्म हेरेर साथ दिनु होला। म अगाडि भिडियोमा देखाउने छु। यति भनिसकेपछि रुममा तालचा लगाइकन म गएँ आफ्नो स्कुटी राखेको ठाउँमा। स्कुटीको साइडमा फोहोर फालेको रहेछ। त्यही पनि गाडी स्टार्ट गरिकन लागेँ म पुसाइको रुममा। अहिले पनि रोडाउँदो पुचुक्कै जाम लागेका मा खानेहरूले जाम कटाइकन गएँ म पुसाइको रुममा। ल गाइस म यहाँ पुसाइको रुममा पुगिसकेँ होइन। मेरो पुसाइ युन नुहाउन जान लागेर म 10 बजे आउँछु भनेको चाहिँ हिजो राति। अहिले 10 बजे नुहाउन जान लागेको। अब क्या भन्ने अब ढिलो। राम्रो छिटो नुहाइकन आउनु फेरि। पुसाइ नुहाइकन आइकन रेडी भए र हामी दुईजना लाग्यौँ एउटा भाइको रुममा। त्यसपछि बाटोमा अगाडि अगाडि पुसाइ र पछाडि पछाडि म गरिकन हामी त्यो भाइको रुममा पुग्यौँ। त्यसपछि त्यहाँ पुगेर ढोका खुल्लै थियो। त्यही पनि ढोकामा ढकढक गरेर भित्र गयौँ। त्यो भाइ त अहिलेसम्म सुतेको। त्यो भाइकन हामी 10 मिनेटमा रेडी हुन लगायौँ। त्यसपछि भाइले दुईजना अरू साथी बोलाउँछु भन्यो। ल ठिकै छ जा भन्यो। अनि पुसाइ र म चाहिँ एउटा गाडीमा हामी गयौँ। हामी चाहिँ खास आज यो ठाउँमा आएका थियौँ कन्दमङ्गला लेक भन्ने ठाउँमा। यहाँ चाहिँ हामीहरू भिडियो सुटिङ गर्न आएका थियौँ होइन। अनि तिनीहरूलाई वेट गरिरहेका थियौँ। धेरै टाइम भइसक्यो आएका थिएनन्। अनि एउटा एउटा स्टिङ हान्यौँ। उनको चाहिँ फलोवर्स पनि अलि धेरै छन् मेरो भन्दा। अनि मोनेटाइजेसन पनि मिलिसकेको छ के। अब यी पनि अब हामीसँगै भिडियो बनाउँछन्। अब मिल्छौँ भिडियो बनाइसकेपछि म बिचबिचमा देखाउँछु होइन। त्यो भाइ आएपछि सबैले मलाई पनि चाहियो यिनलाई पनि चाहियो होइन। यिनको पनि भिडियो राम्रो हुन्छन्। यिनले पनि भ्लग बनाइरहेको हुन्छन् भिडियो सिडियो गएर हेरिदिनु होला। नाम चाहिँ कपिल छेत्री छ। म मेन्सन गरिदिन्छु पछि होइन। उहाँलाई पनि सपोर्ट गर्नु होला सबैले मिलेर। ल त्यही हो। अब चाहिँ भिडियो बाँकी पछि देखाउँछु म। एक्टिङ नजान्ने हामीहरू लतड पर्दा 2-4वटा भिडियो बनायौँ। त्यसपछि ती दुई साथीहरू चाहिँ अगाडि गइसकेका थिए। हामी 4जना बचेका थियौँ। ती दुईजना चाहिँ आफ्नो रुममा गए र म चाहिँ भाइलाई पुऱ्याउन भाइको रुममा गएँ। अनि भाइको रुममा पुगिसकेपछि एकछिन त्यहाँ रोकेँ। भाइ चाहिँ कहाँ दोकान जान्छु भन्दै गयो। अनि म चाहिँ एकछिन त्यसको छोरीसँग खेलेँ र त्यत्तिकैमा भाइ पनि आयो र भाइले आफ्नो साथमा केरा लिएर आएको रहेछ। भाइले चाहिँ आफ्नो लागि भात हालिसकेको थियो र मैले 2-4वटा केरा दबाएँ र भाइले चाहिँ भात दबायो। अनि भाइको छोरी चाहिँ साइडमा बसेर हेरिरहेको थिए। खाना खाइसकेपछि म चाहिँ त्यो भाइको रुमबाट निस्केँ। त्यसपछि बजार गएर थोरै अङ्गुर थोरै स्याउ र थोरै अनार किनेँ। त्यसपछि म चाहिँ रुममा आउनको लागि भिडियो बनाउँदैछु। यो दोकानदारी चाहिँ पछाडि के साह्रो हाँसे कि हो बिचरा। अझै भिडियोमा आउने मन त छियो त्यहीकन मैले देखाएन। त्यसपछि म पुगेँ रुममा। ढोका खोलेर गएँ म भित्र। आज चाहिँ मेरो रुममा पानी भर्ने जारको नली लिक भएर रहेछ। त्यही भएर त्यो राखेको ठाउँमा पानी थियो। अनि पानी साफ गरिकन म गएँ त्यो नली सपाड्न। नली सपाडिसकेपछि फेरि मैले लिएर त्यसलाई आफ्नै ठाउँमा राखेँ। त्यसपछि अनि मैले अघि बजारबाट किनिकन ल्याएका फलफुलहरू थोरै थोरै गरेर थालमा राखेँ। त्यसपछि गएँ म त्यसलाई धुन। धोइकन पनि आएँ। अब म के भन्न चाहन्छु भनेपछि होइन। अब आजको भिडियो चाहिँ यहीँ टुङ्गाउँछु म होइन। किनभने यो खाएँ भने मैले अहिले यो भिडियो देखाइकन खाएपछि तम्रो मुखमा त राल आइजाने हो। अब जो कि मलाई बिल्कुल पसन्द छैन। अब म खाने तिमीहरू हेर्ने त भएन। त्यही भएर अब भिडियो यहीँ टुङ्गाउन जान्छु होइन। सबैले मेरो भिडियोलाई साथ सपोर्ट दिए माया गरिदिए। म मेरो भिडियोमा मेहनत पनि गर्छु होइन गाइज। बिस्तारै बिस्तारै गर्दैछु होइन। त्यति राम्रो यताउता चाहिँ मलाई आउँदैन। तर मेरो भिडियोलाई साथ सपोर्ट दिन चाहिँ नभुले। ल आजका लागि यति चाहिँ अब छुट्टिन्छु मेरा साथ्याउ। ल बाई बाई सबैलाई।